डोबादो चापाको डोबादो भन्दा 3 किलोमिटर माथि स्थित भिकमा नजिकै वेब बस बाई विनायकको मा हामीले एकदम सस्तो मूल्यमा बाइक उपलब्ध गर्छ भनेर हामी यहाँ उपस्थित भएको छु। अब यो बाँकी जानकारीको लागि हामी सञ्जय खड्गीजीसँग कुरा गर्न जाँदैछु। नमस्ते सञ्जयजी। नमस्ते हजुर, म सञ्जय खड्गी फ्रम विनायक अटोमोबाइल्स। के छ हाम्रो यो विनायक रिकन्डिसनमा एकदम सस्तो मूल्यमा बाइक गाडीहरू पाइरहेछ भनेर सुनेको थिएँ। हाम्रो सस्तो भन्दा पनि सस्तो र राम्रो एकदमै हुन्छ। हजुर, त्यसमा हाम्रो 3टा सर्भिसिङ फ्री आउँछ। कर 83 सम्म क्लियर आउँछ। हजुर, ओके। ओहो, कस्तो राम्रो भेस्पा, एकदम बबालको भेस्पा देखिरहेको छु मैले। यो भेस्पा चाहिँ कति मोडल, कति लट, कति मूल्य हो? भेस्पा चाहिँ तपाईँ 1,50,000 मा तपाईँलाई भेस्पा आउने भयो। साथसाथै यता ओहो माइलेज दिने बाइक पनि देखिरहेको छु। यो तपाईँको 1 पैसा मा आउने भयो। यो 2021 मोडलको हो है? कति ह्यान्ड हो यो? सिंगल ह्यान्ड। त्यसै गरी ओहो बगम्यान पनि माइलेज, फेरि माइलेज किङै हो यो पनि। नाम नचलेको माथि हो, तर माइलेज किङमा यसमा पनि गन्छ यसलाई। यसको मूल्य चाहिँ कति रहेछ? जम्मा 1,45,000 मा आयो हजुर। ओहो, यो त युवाले एकदम मन पराउने स्कुटर जस्तो छ हजुर। यो चाहिँ तपाईँको यो युवा 10 पास हुनेहरू छ नि, उनीहरूले चाहिँ चढ्ने हुने हो क्या। यसको मूल्य चाहिँ कति रहेछ हजुर? 1,10,000। ओहो, एकदम सस्तोमा रहेछ। 115 लटको 1,10,000 मात्रै। साथसाथै ओहो माइलेजमा एकदम किङ भनेर चिनिने, साथसाथै मार्केटमा नपाउने स्कुटर पनि रहेछ हजुरहरूसँग। यो चाहिँ 130 लटको सिंगल ह्यान्ड तपाईँको। यो चाहिँ जम्मा तपाईँलाई आउने भनेको 1,85,000 मा आयो। ओहो, ल साथै अरू एन्डक पनि रहेछ त हजुर? एन्टक 118 लटको हजुरलाई जम्मा 1,45,000 मा आयो। ओहो, अर्को नि एन्टक रहेछ त हजुर? यो एन्टक चाहिँ 121 लटको भएको भएर तपाईँलाई 1,65,000 मा आयो। यो चाहिँ हन्डा चढ्नेहरूलाई त हन्डाको ग्रेजिया पनि उपलब्ध गराउनु भएको छ। यो चाहिँ 122 लटको सिंगल ह्यान्ड हो। यो चाहिँ तपाईँलाई जम्मा 1,75,000 मा आयो। यो पनि केटाले चलाएको कि केटीले चलाएको? लेडिज युज मात्रै हो, सिंगल ह्यान्ड लेडिज युज। अब सस्तो बाइक पनि छ भन्नुभएको थियो। सस्तोमा यो भनेको एउटा ड्युट छ तपाईँको 99 लटको जम्मा 90,000। ओहो, अनि यो रोडियो नि हजुर टिभीएस को तपाईको 87। ओहो, ल भित्र बाइकहरू थुप्रै रहेछ हजुर। तपाईको यो रेडी फर रेस भन्ने अपाची चाहिँ कतिमा हो हजुर? अपाची चाहिँ तपाईको 1,20,000 मात्रै बनाउँछ। ओहो, सिंगल ह्यान्ड हो नि हजुर? सिंगल ह्यान्ड। यसो बाइक हेर्दा त सिल प्याक इन्जिन जस्तो छ त हजुर? तपाईको सिल प्याक इन्जिनै हो यो। अनि यसमा इन्जिन वारेन्टी कति पाउँछ? 6 महिना पाउँछ। जुनै बाइक हाम्रो जति जुनै लिए पनि तपाईको 6 महिना वारेन्टी हुन्छ। ओहो, त्यसै गरी 3टा सर्भिसिङ चाहिँ जहिले पनि यहीँ गराउनु पर्यो, त्यो पछि वारेन्टी क्लेम हुन्छ, नत्र हुँदैन त्यसमा चाहिँ। त्यसै गरी हेर्नुहोस् न, हाम्रो यो पल्सर 150 पनि रहेछ। यसको मूल्य चाहिँ कति हो? 1,55,000 भन्नुभएको जस्तो लाग्यो। 1,55,000 मा, तर त्यसमा नेगोसिएबल पनि छ अलिकति। त्यसै गरी थोरै नेगोसिएबल। त्यसै गरी हामीसँग ग्ल्यामर पनि रहेछ हजुर। ग्ल्यामर र अपाची रहेछ। कति रहेछ यसको मूल्य? ग्ल्यामर तपाईँ 1,35,000 मात्रै। अनि त्यसै गरी अपाची तपाईँको 75,000 मात्रै। साथसाथै भित्र पनि यसो गइदिउँ न त। यो चाहिँ हाम्रो जम्मा 75,000 रुपियाँ मात्रै। लट छ 78, तर 75,000 मात्रै। अनि सुन्नुहोस् न, 45,000 जाने बाइक पनि देखाइदिनु त। हाम्रो यहाँ छ 45,000 जाने बाइक यहाँ छ। ओहो, हेर्दा त नयाँ सोरुमबाटै निकाले जस्तो छ त। स्क्रैच पनि छैन। ओहो, ल त्यसै गरी अब हाई सेगमेन्ट बाइकतिर पनि जाउँ न त हजुर। एकदम मन पराउने तपाईँको रुच्ने NS 200 कति रहेछ यसको मूल्य हजुर? यो जम्मा 1,80,000 नेकेड स्पोर्ट NS 200। त्यसै गरी यहाँ ड्युक पनि रहेछ। यो सिंगल ह्यान्ड तपाईँको जम्मा 3,90,000 रुपियाँ मात्रै। अनि सुन्नुहोस् न, अब बाँकी जानकारीको लागि कुन नम्बरमा कल गर्दा होला? तल दिएको नम्बरमा सम्पर्क गर्नु होला।